5 भइसक्यो है म्याप युज गर्नलाई फर्स्टमा हामीले यो हाल्छ हैन फर्स्टमा नम्बरको कुरा गर्थे यो मेरो नाम है धेरै स्टुडेन्टले नामै थाहा नपाउनु रहेछ त्यो भएर नाम पनि लेख्यो है एड्रेस सर्च पनि सकिने रहेछ है मेरो नम्बर 9841941288 है म्याप युज गर्ने अब अनि यहाँ एप्लिकेसनहरू है अनिलको सप्लायर म्यानेजमेन्ट आशुतोष फुड स्टल रिजर्भेसन म्याप चाहिन्छ है अनि उज्जवलको लाइब्रेरी एप कहाँ पुग्यो एप चाहिँ हिमाल छैन अनिल छैन पेमेन्ट सिस्टम दुईजना अनिल छ नि हाम्रोमा एकजना अनिल बिरामी भएर बाहिर गएको अहिले आएको छैन होइन अनि एकजना अनिल भयो होइन ट्रिक गाइड एप मनिषको विश्वासको यो सकिन लाग्छ है अशोक सरको है कल्पना फी म्यानेजमेन्ट सिस्टम ल है के भएको छ यसो हेरौँ अब है 2 दिन कति दिन 2 दिन एक्स्ट्रा हुन्छ होला हामीसँग होइन 2 दिनमा चाहिँ के प्रब्लमहरू छ भने डिस्कस चाहिँ गरेर गरौँ न है तिनवटा क्लासमा सकिन्छ सके पनि हामी फ्राइडेसम्म बस्छौँ है अनि सकिन्छ है हुन्छ अब म्याप गर्ने आज है गुगल म्याप गर्ने गुगल म्याप एपिआई युज गर्नलाई फर्स्टमा हामी चाहिँ केमा यसमै आउनु पर्यो है इन्टरनेट चलिरहेको छ है console.developers.google.com भन्ने साइट छ गुगलको हैन केमा जीमेल राख्ने केमा राख्ने अनि साइन इन फेसबुक गुगल प्लसहरू तिनीहरू साइड ट्युटोरियल छ सर हेऱ्यो भने ठ्याक्कै हुन्छ भने सर गऱ्यो भने ठ्याक्कै हुन्छ एक्स्ट्रा के गर्नै पर्दैन है फेसबुकको डेभलपर साइट छ त्यसमा जाने एसडीके डाउनलोड गर्ने अनि स्टेपहरू भन्न छ सबै सर गऱ्यो भने ठ्याक्कै हुन्छ है पुग्छ बुझ्छ यति गरिसकेपछि त बुझ्नै पर्छ है यसमा आउने फर्स्टमा है यहाँ आएर यहाँ के गर्ने अब प्रोजेक्टहरू डिफ्रेन्ट अब हामीले यो जुन एपिआई युज गर्ने छ गुगलको एपिआई यसमा एउटा डेभलपरलाई कति 12वटा कि कतिवटासम्म एप्लिकेसन बनाउन दिन्छ फ्रीमा त्योभन्दा एक्स्ट्रा चाहियो भने पैसा लाग्छ भन्छ उसले है र सिङ्गल एप्लिकेसनको कीलाई नै हामीले मल्टिपल एपमा पनि युज गर्न सकिन्छ चाहिँ है यसमा प्रब्लम 12वटा जस्तै यहाँ प्रोजेक्ट माई प्रोजेक्ट भनेर आयो नि हो मसँग अहिले 1 2 3 4 5 6 7वटा छ होइन 12-15वटासम्म एक्ज्याक्टली बिर्स्यो मैले होइन पहिला चाहिँ पुरानो क्लासहरूमा नयाँ बनाउँदै राख्दै गर्थेँ है एउटा लिमिट पुगेपछि त कति 15वटा कि 12वटा मात्रै हो त्यो पुगेपछि नयाँ बनाउने भए एउटा फर्म भर्नुपर्छ भने सुरुमा त भएन अब त चाहियो नै अब फेरि आफ्नै प्रोजेक्टको लागि त चाहियो नै नचाहियो नै भनेर फर्म भर्न गएको त क्रेडिट कार्डको इन्फर्मेसन राखेर पैसा तिर्नुपर्ने जस्तो कुरा निकाल्यो यसरी कहाँ हुन्छ भनेर अनि मैले यहाँ भएको नचाहिने एप जुन बनाइरहेको थिएँ त्यसलाई डिलिट गरेँ मैले प्लेस्टोरमा एउटा छ 2टा छ 3वटा छ 3-4वटा छ होइन अनि यहाँ नभएको पनि छ होइन त्यसपछि त अनि यहाँ भएको प्रोजेक्टहरू डिलिट गरेँ मैले है डिलिट गरेर बाँकी कतिवटा यहाँ आफ्नो प्रोजेक्ट मात्र 3-4वटा मात्र बाँकी गर्ने त्यसपछि फेरि नयाँ बनाउँछु भनेर गएको त्यहाँ त नदिने रहेछ फेरि फर्म भर्नतिर जाऊ भन्नु थाल्यो पैसै चाहिने भयो अन्त समस्या पऱ्यो के गर्ने भयो होइन अब नयाँ एकाउन्ट बनाएर फेरि गर्दा नै हुन्छ नयाँ जिमेल एकाउन्ट बनाउने गर्दा नै हुन्छ होइन उसले चाहिँ प्रोजेक्ट डिलिट गरिसकेपछि एकैचोटि नहटाउनु रहेछ लगभग कति 2 हप्ता 3 हप्तासम्ममा बल्ल अनि नयाँ प्रोजेक्ट क्रिएट गर्न मिल्ने भयो है त्यही भएर आफूले प्रोजेक्ट बनाउँदाखेरि चाहिने मात्रै राखेर राम्रो होइन फ्री त फ्रीमा दिन्छ उसले 10-15वटा होइन कहिलेकाहीँ चाहिँ अब नपुग्न सक्छ है टेस्टिङ नै धेरै हुन्छ नि हाम्रो त होइन
यो भयो ठिकै छ। अब यो प्रोजेक्टको जुन की हुन्छ नि यसले दिएको की, फर्स्टमा हामीले एपिआई युज गर्न लाग्छ, एपिआई युज गर्ने गुगलको एपिआई युज गर्न लाग्छ होइन। यहाँ भएको कुनै प्रोजेक्टमा गर्दा हुन्छ। अहिलेलाई माई प्रोजेक्ट भन्ने प्रोजेक्ट छ, यसलाई सेलेक्ट गरेर राख्यो होइन। यसमा कस्तो हाम्रो आफ्नो प्रोजेक्ट छ भने यहाँ आउने, यसमा न्यू गर्न पाइन्छ नि, यो एड क्रिएट प्रोजेक्ट गर्ने, नयाँ आफ्नो प्रोजेक्ट बनाउने है, क्रिएट प्रोजेक्ट बनाउने नयाँ बनाउनु पाइन्छ। नयाँबाट गऱ्यो भने अलिक प्रब्लम आयो भने नि मैले त्यही भएर यो गरेको छु मैले आफूले गर्ने बेलामा आफ्नोमा चाहिँ नयाँ नै गर्ने सबैले है, न्यू गर्ने। अनि यसरी यो प्रोजेक्टको लिस्ट आउँछ। यसमा आइसकेपछि त्यसपछि काम भएको हामीले यसमा ड्यासबोर्डमा आएर इनेबल गर्ने, एपिआईलाई इनेबल गर्ने है। यसमा क्लिक गरेपछि के हुन्छ अब गुगलको आफ्नो भएको सबै एपिआईहरू देखाउँछ उसले। यसमा त्यस कुन कुन चाहिन्छ आफूलाई त्यसलाई युज गर्ने आफूले। हामीलाई अहिले चाहिएको गुगल म्यापको एन्ड्रोइडको एपिआई चाहिएको, यसमा क्लिक गर्ने, जुन चाहियो त्यसमा जाने है आफूले चाहिएको क्रममा होइन। अहिले अनि त्यसपछि यहाँ डिसेबल आइसक्यो, मैले इनेबल गरिसकेको छ त्यही भएर डिसेबल भन्ने बटन आयो, यसलाई इनेबल गर्ने होइन। यो इनेबल भइसकेपछि अब यो एपिआई अब हामीले युज गर्न मिल्ने भयो। यसबाट के गर्ने हामी क्रिडेन्सियलमा जाने, उसले यसरी कीहरू प्रोभाइड गरेर हुन्छ है। यो सबै डिफ्रेन्ट एप्लिकेसनको लागि युज भएको की भयो। एउटा सिङ्गल प्रोजेक्टको कीलाई प्रोजेक्टमा भनौँ यो सिङ्गल प्रोजेक्टलाई नै मल्टिपल एप्लिकेसनमा युज गर्न पनि मिल्छ होइन। कीहरू यसरी जेनेरेट गर्ने होइन, की चाहियो क्रिएट क्रिडेन्सियल भनेर गर्ने होइन। यसमा आएर एपिआई की चाहियो हामीलाई, यसमा जाने, यो आइसकेपछि की बनायो उसले, ल ठिक छ, यसलाई कपी गर्ने होइन। अब यो आयो है, यो के आइरहेछ यहाँनिर एक्सक्लामेसन मार्क आइरहेछ नि होइन। यो भने के हो, यसको लागि के इन्फर्मेसन अझै प्रोभाइड गर्नु छ हामीले भनेर है। यहाँनिर क्लिक गरेँ मैले, हाम्रो एपिआई कीको नाम राखिदिउँ, एपिआई की क्लास 6 PM भनेर है। त्यसपछि के को लागि एन्ड्रोइड एपको लागि चाहियो होइन। यो एपको लागि चाहिएपछि हामीले यहाँ चाहिँ अब के गर्नुपर्छ, एड प्याकेज नेम एन्ड फिङ्गरप्रिन्ट भनेको छ, यो एड गर्नु पऱ्यो, यो एड गर्ने होइन। यसमा हाम्रो एप्लिकेसनको प्याकेजको नाम थाहा छ नि होइन, प्याकेजको नाम के छ अहिले यो छ com.class6pm यो भनेको छ होइन। यसलाई कपी गर्ने अनि यो के हो एन्ड्रोइड, यसमा यहाँनिर राख्ने होइन। त्यसपछि SHA1 सर्टिफिकेट फिङ्गरप्रिन्ट चाहियो, यो फिङ्गरप्रिन्ट लिनु पऱ्यो हामीले होइन। यो लिनलाई के गर्नु पऱ्यो, कमान्ड प्रम्प्टमा जाने होइन। त्यसपछि यो ठाउँमा कि कमान्ड प्रम्प्टमा आएर कमान्ड छ यहाँ है, र कमान्ड रन गर्नुपर्ने हुन्छ है। किन सानो भएन है, यहाँनिर आएर की टुल भन्ने कमान्ड रन गराउने, चिन्यो नि मेरोमा है। आफ्नोमा यो चिनेन भने यो की टुललाई चिनाउनु पर्ने हुन्छ हामीले। एडिबी कमान्ड चिनाएको याद छ, सेकेन्ड इमुलेटर याद छैन, याद छ है, उठेन है। इन्भाइरोमेन्ट भेरिएबलमा गएर त्यो पार्ट सेट गर्दा पनि हुन्छ, नभए चाहिँ यो की टुल भन्ने यो फाइल चाहिँ कहाँ हुन्छ, जाभाभित्र हुन्छ। यसरी हाम्रो सी ड्राइभमा प्रोग्राम फाइल्समा होइन, यहाँनिर जाभा भन्ने फोल्डर छ नि है, जाभाभित्र जेडिके छ, जेडिकेभित्र बिन छ। यो बिनभित्र यहाँनिर की टुल भन्ने यो फाइल छ नि, यो फाइलको हेल्पले हामीले की टुल कमान्ड रन गराउन सक्ने हुन्छ है। अब यसरी सिधै यसैमा यहाँ की टुल राख्दाखेरि अघि गरे जस्तो देखाउनु छ भने यसको पार्टलाई लगेर हामीले केमा हाम्रो इन्भाइरोमेन्ट भेरिएबलमा सेट गर्नुपर्ने हुन्छ नि है, थाहा छ है। यसलाई कपी गर्ने होइन, अनि राख्नलाई हाम्रो पिसीमा राइट क्लिक गरेर प्रपर्टिजमा गएर एडभान्समा जाने होइन। त्यसपछि इन्भाइरोमेन्ट भेरिएबलमा जुन पार्ट छ यसमा एडिट गर्ने, न्यू गर्ने होइन, एडिट गर्ने। अनि यहाँ मेरोमा राखिसकेको छ नि प्रोग्राम फाइल्सभित्र यो छ नि, यसरी नै राख्यो भने यो के हुन्छ, अब यो गरिसकेपछि हामी जुनसुकै ठाउँमा बसेर पनि यो की टुल कमान्ड रन गर्न सक्ने हुन्छ है। यहाँनिर चाहिँ यो चाहिँ होइन यहाँनिर है। अब की टुल कमान्ड रन गर्ने, की टुल ड्यास लिस्ट ड्यास भी ड्यास की स्टोर कमान्ड हो है। यो कमान्ड याद गर्नु पर्छ भने टेन्सन लिनु पर्दैन, यहीँको कमान्ड मैले लेखेको है, यहीँ लेखेको कुरा याद गरेछ नि है, यो नै लेखेँ।
यहाँनिर के छ अब mystore.keystore भन्ने keystore फाइलको नाम राख्ने भनेछ है। डिबगको केसमा हामीसँग डिबगको की हुन्छ, त्यो की कहाँनिर हुन्छ, यहाँ हुन्छ है, कहाँ सी ड्राइभमा हैन, सी ड्राइभमा युजरभित्र आफ्नो युजरभित्र .android भन्ने हिडन फाइल हुन्छ, यो भित्र debug.keystore भन्ने फाइल छ है, keystore फाइल। यो फाइलको लोकेसन राख्दिनु त्यसमा है, यहाँनिर कपी गरेर अहिलेको जुन पार्ट छ त्यसमा यसलाई पेस्ट गर्ने /debug.keystore फाइल। यो राखेपछि उसले पासवर्ड माग्छ यो keystore फाइलको हैन। डिफल्टमा चाहिँ एन्ड्रोइड हुन्छ, एन्ड्रोइड लेखेँ हैन। अनि यहाँनिर की फाइल आयो, सबै आयो नि है। त्यसमा हेरौँ अब यो राखेपछि यहाँ के हामीलाई चाहिएको SHA1 फिङ्गरप्रिन्ट हो नि हैन। यो आयो, यहाँदेखि यहाँसम्म SHA1 फिङ्गरप्रिन्ट छ है। कल्पना यसलाई हामीले मार्क गरेर कपी गर्न सक्छौँ है। यहाँदेखि कहाँसम्म, यहाँसम्म कपी गर्यो है। यो कपी गरेको कीलाई अब केमा, अहिलेको यसमा ल्याएर यो फिङ्गरप्रिन्ट भएको ठाउँमा पेस्ट गरिदिने है। डिबगिङ फेजमा छ भने हामीले के गर्ने, डिबगको keystore फाइल जुन छ नि हो debug.keystore भन्ने फाइल राख्ने। पछि अब रिलिज गर्नु छ भने चाहिँ रिलिज गर्दाखेरि हाम्रो आफ्नै की बनाउनु पर्ने हुन्छ। हामीले त्यो कीलाई युज गरेर फेरि यसरी यो की निकाल्नु पर्ने, SHA1 फिङ्गरप्रिन्ट निकाल्ने। यसलाई नै लगेर केमा, त्यसमा यहाँनिर राख्नुपर्ने हुन्छ है। ठिक छ, यहाँ राख्यो भने उसले छुट्टै अर्को एपिआई की प्रोभाइड गर्छ, त्यसैले हामीले युज गर्नुपर्ने हुन्छ। यो गर्यो होइन। त्यसपछि यसलाई सेभ गर्ने, एपिआई की सेभ भने है, आयो नि अब होइन। यो आएपछि यहाँनिर यो की हो नि अब है, यसलाई यहाँदेखि यहाँसम्म कपी गर्ने। अब यो कीलाई नै हामीले हाम्रो एप्लिकेसनमा युज गर्ने है। एउटा सिङ्गल की नै केमा, हाम्रो एप्लिकेसनमा युज हुने सबै यो गुगलको एपिआई जति युज गर्छ सबैमा युज गर्न मिल्छ है। यो की भनेको हामीले अब हामी जस्तै नै भनौँ न, गुगलमा त धेरैले यो एपिआई युज गरेर हुन्छ। यसलाई चिन्नको लागि युनिक आइडेन्टिफायर हो यो है, चिन्नको लागि राखेको डिफ्रेन्ट आउँछ यो होइन। यसलाई कपी गरिसकेपछि अब उता साइडमा सर्भर साइडमा काम सक्यो। अब हाम्रो साइडमा मोबाइल साइडमा काम गर्नु पऱ्यो है। क्लास 16 यहाँ छ, यसमा म्याप युज गर्नु छ हामीलाई। म्याप युज गर्नु छ भने के गर्ने, यसैमा आएर राइट क्लिक गरेर कुन चाहिँ गुगलको म्याप एक्टिभिटीलाई युज गर्ने भनेर म्याप एक्टिभिटी फिनिस गर्ने। यो आयो नि होइन। अब अघि जुन की कपी गरेको थियो नि हामीले, यो कीलाई योर की हियर भन्ने ठाउँमा पेस्ट गरिदिने है। यति लगाइसकेपछि सबै भयो अब है। अहिले एकदम सजिलो गुगल यो एन्ड्रोइड डिस्प्लेले के गरिदिएको छ, अघि जुन प्रोसेस गऱ्यो नि हामीले सबै की निकाल्ने अनि गुगलको साइटमा गएर पेस्ट गर्ने, त्यहाँसम्मको काम सबै कहाँनिर, यहाँ अलिकति माथि गयो भने यहाँ यो जुन लाइन छ नि है, यो लाइनलाई कपी गरेर यहाँनिर ब्राउजरमा आएर हामीले पेस्ट गऱ्यौँ भने उसले प्रोजेक्ट क्रिएट गर्ने ठाउँ अनि कीहरू युज गर्ने सबै कुरा मिलाउने काम गरिदिन्छ उसले है। नयाँ प्रोजेक्ट बनाउने हो, यहाँ कन्टिन्यू गऱ्यो भने प्रोजेक्टको नाम राख्ने अनि अहिलेको जुन कीहरू कपी गऱ्यौँ यताउति गऱ्यौँ त्यो सबै काम उसले गरिदिन्छ। सजिलो प्रोसेस यो भयो है। अहिलेको प्रोसेस आफूले अब सिकिराख्यो भने यो भएन भने प्रब्लम भएन होइन। सजिलो प्रोसेस चाहिँ यो भयो है। अघि जुन की निकाल्यो नि हामीले है, यो की चाहिँ यसैमा पनि छ, केमा हाम्रो यहाँनिर यो छ नि है 28सम्म छ नि यो की होइन। यो की युज गरेर होइन हामीले कमान्ड युज गरेर यहीँ आइसकेको छ। यसैलाई कपी गरेर राख्दा नि हुन्छ, यो लिङ्कबाट सिधै गयो नि हुन्छ है। मेन भनेको हामीलाई चाहिने की हो एपिआई की लिने भनेको यहाँ लिएर यहाँ यो ठाउँमा राख्ने। ठिक छ, यहाँसम्म क्लियर भएपछि अब के गर्ने, हामीले भर्खरै म्याप एक्टिभिटी बनाएको छ नि होइन। अब यो म्याप एक्टिभिटीमा बसेर म्यापको लागि काम गर्ने हामीले है। ठिक छ, अब काम कसरी गर्ने, सुरुमा अलिक कोडले लेखिदिइसकेको छ सबै कुरा है, चाहिने कुरा। यतिसम्म भएर हामीले रन गऱ्यौँ भने हाम्रो एप्लिकेसनमा म्याप देखिनुपर्छ है। म्याप देख्नको लागि युट्युबमा एप्लिकेसन इन्स्टल गऱ्यो भने त्यही सर्भिसहरू गुगलको सर्भिसहरू के राख्नुपर्ने हुन्छ, इमुलेटरमा नराखेसम्म म्याप देखिँदैन है। त्योबाट सिधै म डिभाइसमा रन गर्छु है। डिभाइसमा रन गरेर हाम्रो एप्लिकेसनमा गुगलको म्याप देखियो भने अहिलेसम्म गरेको प्रोसेस सबै ठिक छ भनेर थाहा पाउने है। यदि
म्याप देखेन भने अहिलेको प्रोसेसमा केही मिस्टेक छ भनेर थाहा है। कहाँनिर म्याप एक्टिभिटी यहाँनिर छ, यसलाई यसमा राखौँ र अब रन गरेर है। म्याप राखिसकेपछि चाहिँ अलिकति कम्पाइल गर्नलाई एक्स्ट्रा टाइम लाउँछ है, अलिकति स्लो हुनसक्छ। अहिले यो राखेर गऱ्यौँ, भोलि गर्दाखेरि फेरि डेस्कको प्रब्लम पनि आउन सक्छ है। डेस्कको प्रब्लमको कुरा नि भोलि गरौँ न हामी। सर हामीले यो लेआउट अब फाइलहरू बनाउँछौँ नि, यसमा कलर चेन्ज किन भएको? केमा कलर चेन्ज हुन्छ नि, यसमा रातो रातो आइदिने हुन्छ नि। कलर चेन्ज रातो आएको भनेको एरर छ भने थाहा पाउँदैन। होइन यस्तो मेन रातो होइन होइन, यो पुरै रातो कि यसको यो वर्डहरू चाहिँ पुरै रातो आउने। रातै आउने भनेको त यो रातो के भयो, यो लिस्ट एक्टिभिटी भयो। यो फाइलमा यहाँ के एरर छ भने यसरी अन्डरलाइन आउँछ। अन्डरलाइन होइन, मेरो त पुरै थियो यसको कलरै चेन्ज हुन्छ भनेको। अहिले धेरै नै चलाक भयो क्या होला। अस्ति यसो हेर्छु अनि पुरै त्यो थिएन कि कलर नै अर्को कि। त्यसले फरक पर्दैन, पर्दैन। यसरी यस्तो आयो भने मात्र फरक पर्ने। यो आयो अन्डरलाइन आयो नि, यसरी अन्डरलाइन आयो भने के भयो, यो एरर छ। यो फाइलमा यो ठाउँमा एरर छ, यो फाइलमा एरर छ, यो प्याकेजमा पनि एरर छ। यो रिभिल द प्रोजेक्ट गर्दा पनि यो भएन है, कहिले काहीँ होइन, त्यो जहिले पनि आउने कुरा हो है। त्यो आउने आर फाइलमा प्रब्लम आउने भनेको यो रिसोर्स फाइलमा उसको नेमिङ कन्भेन्सन अनुसार फाइल बसेन भने आउँछ। लेआउट फाइलमा कुनै पनि एरर छ भने त्यो पनि आउँछ होइन। यहाँ के मिस्टेक छ भने यहाँ कुनै एक्सएमएल कुनै फाइलमा एरर छ भने आर फाइल बन्दैन अनि आरको एरर आउँछ होइन। सुरुमा आर फाइल हामीले लेआउट युज गरेछ, त्यसमा सबैमा एरर आउनु भएन, त्यो मिलाउनु। त्यो मिलाइसकेपछि फाइल आर भनेको रिसोर्स रेस है, रन भएछ है। यहाँ म्याप आयो कि है, देखिए यहाँ मार्कर पनि आयो, म्याप पनि आयो नि है। भनेको हामी गरेको प्रोसेस सबै ठिक छ भन्ने कुरा भयो है। मार्कर उसले राख्दैछ यहाँ है। अब मार्कर कसरी राख्ने, अनि त्यसमा म्यापमा क्लिक गर्दाखेरि कसरी लिसनरहरू युज गर्ने होइन, अनि त्यसपछि आएर म्यापमा लाइनहरू कसरी ड्र गर्ने, सर्कल कसरी ड्र गर्ने, हाम्रो लोकेसन बटन कसरी इनेबल गर्ने गर्छ। त्यति भयो नि, म्याप काम लगभग सके जस्तो हुन्छ है। देखाउनु छ ल्याटिच्युड लङ्गिच्युडमा काम हुन्छ सबै कुरा यसमा है। कुनै पनि पोइन्टको कुनै पनि म्यापमा यहाँ चाहिँ सबै पोइन्टको ल्याटिच्युड लङ्गिच्युड हुन्छ, थाहा छ है। ल्याटिच्युड लङ्गिच्युड काठमाडौँको ल्याटिच्युड लङ्गिच्युड कति छ नेपालको? 2785 पोइन्ट समथिङ हुन्छ होइन। त्यो राख्यो भने नेपालमा पर्छ। अब अलिकति पोइन्ट तलमाथि भयो भने इन्डिया चाइना पुग्न जान सक्छ है। फेरि त्यो लोकेसन कसरी लिने यो सबै हेर्छौँ हामीले है। डिभाइसको यहाँ माई लोकेसन बटन भन्ने हुन्छ, त्यसमा क्लिक गऱ्यो भने हामी कहाँ छौँ, मैले कुन ठाउँमा छौँ सर ल्याएर त्यहीँ राखिदिन्छ अरे। त्यो पनि त्यो पनि यहीँ हुन्छ है। अब म्यापमा गर्नु पर्यो हामीले, म्याप कहाँ छ हाम्रो, म्याप एक्टिभिटी है। अब यसमा के भइरहेछ यो हेरौँ फर्स्टमा है। म्याप एक्टिभिटी एक्सटेन्स फ्रेगमेन्ट एक्टिभिटी इम्प्लिमेन्ट्स अन म्याप रेडी कल ब्याक है। बुझ्यो नि यो लाइन भनेको होइन। एक्सटेन्स फ्रेगमेन्ट एक्टिभिटी गरेछ, अन म्याप रेडी भन्ने कल ब्याक इम्प्लिमेन्ट्स गरेछ अहिले होइन, इन्टरफेस युज गरेछ आफै हाल्यो यो आफै हाल्यो है। अघि चाहिँ म्याप फ्रेगमेन्ट म्याप एक्टिभिटी बनायो नि हामीले, त्यो बनाउँदाखेरि टेम्प्लेटमा आएको कुरा फ्रेगमेन्ट युज भएको छ। यसमा युज भएको फ्रेगमेन्ट यहाँ हेर्न सक्छौँ हामीले है। सेट कन्टेन्ट भ्यू गरेर यो एक्टिभिटी लेआउट युज गरेछ उसले, यो लेआउटमा के छ हेरौँ है। यसमा फ्रेगमेन्ट युज भएको छ, यो फ्रेगमेन्ट युज गरेछ है। फ्रेगमेन्ट कुन चाहिँ युज भएको छ, गुगलको एन्ड्रोइडको जिएमएसको म्यापभित्रको सपोर्ट म्याप फ्रेगमेन्ट भन्ने फ्रेगमेन्टलाई युज गरेछ है। यो फ्रेगमेन्ट सिधै राखेको छ। अब हाम्रो केसमा होल पेज नै म्याप आउने भयो होइन, होल होइन हाफ मात्र चाहियो अथवा के चाहियो म्यापमाथि के अरू पनि चाहियो भने यो जुन फ्रेगमेन्ट राखेको छ त्यसरी नै अरू लेआउट राखेर लेआउटभित्र फ्रेगमेन्ट यो म्याप फ्रेगमेन्ट राख्न सकिन्छ है। त्यो भयो नि। अब म्यापमा माथि बटन चाहियो होइन, अथवा कुनै आफ्नो एक्स्ट्रा कुराहरू चाहियो भने त्यसरी देखाउन सक्यो। होल पेजै म्याप चाहिएन, हाफ पेज मात्र देखाउने त्यो पनि गर्न सक्यो, जसरी पनि मिलाउन सकिन्छ। लेआउट डिजाइनै मात्र है। यो भइसकेपछि यहाँ के गरेछ उसले, सेट कन्टेन्ट भ्यू गर्यो, सपोर्ट म्याप फ्रेगमेन्ट अघिको फ्रेगमेन्टलाई लियो उसले, फाइन्ड फ्रेगमेन्ट बाई आइडी गरेर लियो उसले है। यो लिएर के गर्यौँ,
म्याप फ्रेगमेन्टमा राखेर म्याप फ्रेगमेन्टलाई गेट म्याप सिङ्क गरेर सिङ्क गर्ने काम गर्यो भनेको म्यापलाई सिङ्क गर्ने यो इम्प्लिमेन्ट गरेछ नि हामीले होइन म्याप रेडी भइसकेपछि यहाँ आउने भनेछ नि होइन भने चाहिँ अब रेडी भइसकेपछि कहाँ आउने भयो यहाँ आउने भयो यहाँदेखि काम सुरु हुने भयो है यहाँ आउँदाखेरि के हुने भयो गुगल म्याप सिङ्क गर्ने भयो अब हाम्रो म्याप नै यहाँ देखिने भयो म्यापमा मार्कर एड गर्नु छ भने ल्याटिच्युड लङ्गिच्युड ल्याटलङ भन्ने एउटा क्लास छ क्लासको अब्जेक्ट बनायो यसमा ल्याटिच्युड लङ्गिच्युड प्रोभाइड गर्नुपर्ने ल्याटिच्युड -34 अनि 151 राख्यो भने अस्ट्रेलियामा सिडनीमा पुग्ने भयो यो ठाउँमा हामीले 27 पोइन्ट होइन अनि त्यसपछि 85 पोइन्ट राख्यो भने हामी चाहिँ नेपालमा पढ्न आउन सक्छौँ है नेपालमा पर्छ कि पर्दैन एकचोटि चेक गर्ने हो मार्कर है यो राखेर यसलाई रन गर्यो भने अफलाइन किन गयो हाई अनलाइन है यो रन भइसक्यो अब के हुन्छ हामी चाहिँ अघि जुन यो अस्ट्रेलियामा आइरहेको थियो अब अस्ट्रेलिया होइन यो मार्कर कहाँ अस्ट्रेलिया यहाँनिर छ नि होइन अस्ट्रेलियामा नभइकन नेपालमा आउनुपर्ने है ल्याटिच्युड लङ्गिच्युडमै सबै काम हुन्छ भन्ने यसमा हामीले होइन रन हुँदैछ भइसकेपछि आउने भयो कहाँनिर मुभ गर्ने सिडनीमा मुभ गर्ने भनेर चाहिँ मार्करको लागि सुरुमा ल्याटलङ क्लासको अब्जेक्ट बनायो होइन त्यसपछि म्यापमा एड मार्कर गर्ने मार्कर एड गर्ने मार्करको अप्सन भनेर छ क्लास यसमा अप्सनमा पोजिसन राख्ने हामीले अनि यसमा मार्करको टाइटल राख्ने नेपालमा आयो अब त काठमाडौँमै आउन सक्छ यो है अलिकति उतातिर परेछ त्यो काठमाडौँमा है यहाँ कहाँनिर पऱ्यो भोलि खेल नेपालमै पऱ्यो है ठिक छ त्यो पोजिसनमा हामी चेन्ज गर्न मिल्दैन पोजिसनमा चेन्ज गर्न मिल्छ 2785 राखेर ठाउँमा आफ्नो पोजिसन राख्ने अब फुटसलको लोकेसन देखाउनु पऱ्यो हामीले होइन भनेपछि अब फुटसलको ल्याटिच्युड लङ्गिच्युड थाहा पाउनु पऱ्यो हामीले त्यो थाहा पाएर त्यसलाई चाहिँ डाटाबेसमा कतै राखिदिने त्यहाँबाट ल्याटिच्युड लङ्गिच्युड आउँछ अनि आएको ल्याटिच्युड लङ्गिच्युडलाई यसरी युज गरेर डबलमा आउँछ है हामी कहाँ छौँ भन्ने कुरा राख्नलाई यसमा चाहिँ के गर्नु पऱ्यो यहाँ चाहिँ mmap.set my location बटन इनेबल ट्रु भनेर राख्ने त्यो लाइन राख्यो भने लोकेसन बटन इनेबल गर्ने काम गर्छ अनि अहिले अब लोकेसन इनेबल गर्नलाई के चाहिन्छ पर्मिसन लिनुपर्ने हुन्छ पर्मिसन लिने काम 6 देखि चाहिँ रन टाइममा लिनुपर्ने भएको छ रन टाइम पर्मिसन लिनको लागि यो पर्मिसन चेक गर्नु पऱ्यो हामीले होइन यहाँ के भनेछ उसले सेल्फ चेक पर्मिसन भनेछ एक्सेस फाइन लोकेसनको होइन यो छ कि छैन भन्ने कुरा चेक गर्ने भयो पर्मिसन यो छ कि छैन लोकेसन यो छ भने यसमा जाने यो गर्ने होइन भने यो भने चाहिँ छैन भने चाहिँ यहाँ के देखाउनु पऱ्यो हामीले एक्टिभिटी एप कम्प्याक्ट हो डट रिक्वेस्ट पर्मिसन भनेर राख्ने है यसमा के राख्नु पऱ्यो हामीले एक्टिभिटी दिस कमा न्यू स्ट्रिङको एरेमा यहाँ चाहिँ यो नै राख्दा हुन्छ पर्मिसन कुन चाहिँ बेनिफिसको फाइन लोकेसन पर्मिसन चाहियो हामीलाई यो पर्मिसनलाई यसमा पास गरिदिने के मिलेन एक्टिभिटीलाई कोडको भने यहाँ पनि दिस एक्टिभिटी एप कम्प्याक्ट के म्याप्स एक्टिभिटी डट दिस राख्नु दियो अझ कहिले के मिलेन यसमा एक्सपेक्टेड प्यारामिटर चाहिँ एक्टिभिटी छ डट दिस छ अनि पर्मिसन रिक्वेस्ट कोड पनि छैन है रिक्वेस्ट कोड एउटा कोड पनि चाहियो कोड चाहिँ 101 राख्यो है हामीले अस्ति के युज गर्दाखेरि क्यामेरा युज गर्दाखेरि होइन रिक्वेस्ट कोड रिक्वेस्ट कोडै हो यो पनि होइन यहाँ पनि त्यस्तै खालको रिक्वेस्ट कोड छ डिफ्रेन्ट पर्मिसनहरू मागिरहेको छ भने रिक्वेस्ट कोड यो ठाउँमा आउँछ लिइसकेपछि भनेर होइन यति राखेपछि के हुन्छ अब रन टाइममा उसले चाहिँ के गर्छ पर्मिसन माग्ने काम गर्नुपर्छ पर्मिसन माग्ने काम गरेन चेक गरौँ फेरि है
धेरै चेक गर्नुपर्ने काम छ, अघि नै सुरु गर्नुपर्ने आउँछ कि भन्ने गफ गर्दै बस्यौँ हामी है। मार्कर राख्ने भयो, आफ्नो लोकेसन देखाउने काम भयो अहिले होइन। अनि रन टाइममा पर्मिसन माग्ने काम पनि हुनुपर्छ अब है। ओके, यसरी है मागे नि हो। यसले के लिइरहेछ, यो डिभाइसको लोकेसन पर्मिसन लिइरहेछ, यसलाई एक्सेप्ट गर्ने एलो गर्ने कि नगर्ने रन टाइममा पर्मिसन। यो अहिले लोकेसन हामीले चाहिँ लोकेसन पर्मिसन लिइरहेछौँ, यसरी नै डिफ्रेन्ट अरू पर्मिसनहरू लिनु पऱ्यो भने यो नै प्रोसेस हो, जहाँ पनि यो नै राख्ने है। यसलाई एलो गर्यो अनि बल्ल हाम्रो म्याप लेख्ने भयो। ठिक छ, यो म्याप आयो, लोकेसन पर्मिसन माग्ने कुरा भयो अहिले होइन। यो भइसकेपछि अब हामीले के गर्ने, लोकेसन बटन इनेबल गरेको छ नि, लोकेसन बटन पनि हेर्नु पर्यो है। यो इनेबल गरिसकेपछि के भयो, यहाँनिर सानो बटन आयो नि, यो भनेको हाम्रो लोकेसन फेस गर्ने बटन भयो। यसमा क्लिक गऱ्यौँ भने हामी अहिले कुन ठाउँमा छौँ, यो ठाउँमा छौँ सुविधामा, र हाम्रो लोकेसन ठ्याक्कै देखाउँछ अहिले है। डिभाइसमा नि उसले सबै मिलाइदिन्छ है। लोकेसन यो अफ गरेछ, सर्च गर्नु पऱ्यो। जस्तै अब अर्को ठाउँ जान्छ, हामी अहिले यहाँनिर छौँ होइन। अब मार्कर राख्नुपर्ने हुन्छ हामीले है। यहाँनिर कुनै ठाउँमा टच गरेपछि त्यो ठाउँमा मार्कर राख्ने होइन। मार्कर राख्यौँ, हामी यहाँ छौँ, यहाँदेखि यहाँसम्म जानलाई बाटो चाहियो भने अब यहाँ बाटो चाहिन्छ। बाटो चाहिन्छ भने हामीले इम्प्लिसिट इन्टेन्ट कल गरेर म्यापमा गुगलको म्यापलाई नै कल गर्न पनि सकिन्छ होइन। नभए उसले युज गरेको एपिआईलाई युज गर्न पनि सक्नु त होइन। त्यसको लागि चाहिँ उसको एपिआई फेरि हेर्नुपर्ने हुन्छ। सजिलो चाहिँ म्यापमा उसको इन्टेन्ट कल गरिदिने है। त्यसको लागि यस्तो गर्ने, म्यापमा सेट अन म्याप क्लिक लिसनर, म्यापमा क्लिक गऱ्यो भने के काम गराउने है। न्यू म्याप क्लिक लिसनर भनेर राख्ने। यो म्यापमा जुनसुकै पोजिसनमा हामी यसरी टच गर्छौँ नि, यो टच गऱ्यो भने यो ठाउँको ल्याटिच्युड लङ्गिच्युड लिन सक्छौँ हामीले। ल्याटिच्युड लङ्गिच्युड पायौँ भने त्यो ठाउँमा मार्कर पनि राख्न सकिन्छ, अघि गरेको होइन। मार्कर राख्न सकिन्छ, सर्कल बनाउन सकिन्छ, लाइन ड्र गर्न सकिन्छ, जे पनि गर्न सकिन्छ होइन। फर्स्टमा होला लाइन पनि ड्र गर्ने है। फर्स्टमा के गरौँ, एउटा मार्कर राखेर टच गरेको ठाउँमा है। त्यसको लागि अघि गरेको एम म्याप डट एड मार्कर भनेको छ होइन। मार्करमा न्यू मार्कर अप्सनमा पोजिसन राख्ने हामीले। पोजिसन कहाँ छ, भर्खर जुन ठाउँमा टच गरेँ त्यो ठाउँमा राखिदिउँ होइन। त्यसपछि यसमा टाइटल राख्न मन लाग्यो, टाइटल के राख्ने, न्यू मार्कर भनेर राख्ने। यति गऱ्यो भने के हुन्छ, अब जुन ठाउँमा टच गऱ्यो नि हामीले त्यो ठाउँमा मार्कर देखिनुहुन्छ। मार्कर देखिसकेपछि अनि यहाँ सानो एउटा अलिकति रमाइलो कुरा आउँछ, त्यसले काम गर्छ कि गर्दैन विचार गर्ने आफैले है। आफ्नो एपमा देखाउने कुरा यो आएन। हामी अहिले यहाँनिर छौँ, कहाँ छौँ, यहाँ छौँ। यहाँबाट मलाई कहाँ जानु मन लाग्यो, महादेव स्थान, बानेश्वर, भीमसेन गोला, ल भनौँ यहाँ जानु मन लाग्यो। मार्कर आएन, हामी टच गरेको ठाउँमा है। तलको पनि आइरहन्छ, त्यसलाई हराउनु छ भने म्यापलाई क्लियर गऱ्यो भने हराउँछ है। नहराउ, अहिले हराउँछ होइन। यसमा टच गरेँ मैले, न्यू मार्कर भनेर आयो, हामीले टाइटल जुन राखेँ त्यो आयो। अनि यहाँ दुईवटा अप्सन पनि आयो नि है। ठिक छ, तल आइरहेको छ है। यो एरोवालामा क्लिक गऱ्यो मैले भने अब यो हाम्रो पोजिसन ल्याटिच्युड लङ्गिच्युड, हामी यहाँ छौँ, यहाँदेखि हामीले जुन मार्करसम्म टच गरेको थियो सिनामल रोडसम्म, त्यहाँसम्मको उसले म्यापमा पाथ देखाइदिनु भयो। यस्तो चाहियो कुन बाटो भएर जाने भनेर यहाँ आउनु है। यो भनेको हामीले इम्प्लिसिट इन्टेन्ट कल गरेर क्यामेरालाई काम गराए जस्तै काम गराएको, गुगल म्यापलाई काम गराएको। यो चाहिँ के हो, यो चाहिँ हिँडेर गयो 33 मिनट लाग्छ, आफ्नै कार छ भने 11 मिनटमा पुग्छ। जाममा परेन भने हो होइन। अब त्यो पब्लिक बसमा गयो भने कति लाग्छ थाहा छैन भने टाइम पनि जान्छ। जामको इन्फर्मेसन अहिलेसम्म आइसकेको छ है। नेपालमा बिस्तारै आउँदै होला होइन। ठिक छ, यहाँबाट ब्याक गऱ्यो भने हामी हाम्रो एपमा ठ्याक्क आउँछ। म्याप पनि धेरै पाइन्छ फेरि है। गुगल म्याप छ, ओपन स्ट्रिट म्याप, ओएसएम पनि छ होइन। राम्रो सबभन्दा
फेरि चल्ने अनि सबैको डिभाइसमा हुने यो नै हो गुगल म्याप नै हो अब सबै के छ एन्ड्रोइड त गुगलकै हो होइन भनेपछि यो म्याप चाहिँ सबैमा प्राय हुन्छ नि होइन त्यो अनि सजिलो पनि भयो हामीलाई है जस्तै यो गर्दाखेरि होइन अब गुगल म्याप्स जस्तै यो हामीले यो एप बनाएको छ नि यो गर्नलाई गुगल म्याप्स इन्स्टल भएकै हुनुपर्छ डिभाइसमा यो गर्नलाई यति गर्नलाई पर्दैन जस्तै यो हाम्रो म्याप हाम्रो एपभित्रै आएको कुरा भयो है योभन्दा बाहिर गयो नि यसको लागि चाहिँ गुगल म्याप पकाउनु जस्तै अब यसरी अर्को एप्लिकेसनमा जम्प गर्दाखेरि त एप्लिकेसन इन्स्टलै भएको छ अथवा त्यो डिभाइसमा त्यो एप्लिकेसन इनेबलै भएको अनि डिभाइसमा एप्लिकेसन नै छैन भने चाहिँ यहाँ के हुन्छ यो दुईवटा अप्सनै आउँदैन छ जस्तै अब क्यामेरा गरे हामीले आफ्नो एप्लिकेसन बनाउँदाखेरि अब जस्तै क्यामेरा गरेर त्यो एप्लिकेसन चाहिँ क्यामेरा नभएको सेलफोनमा हाल्यो भने के क्यामेरा एप नै छैन यो काम गर्नै मैले भन्छ है एकैछिन है हेलो ए क्लासमा अब त 8 बज्छ हौ 8 बज्छ किन के छ मेलमा पठाइदिनु सजिलो नै सजिलो हुन्छ अघि नै भने आउनु मिल्थ्यो अब त अप्ठ्यारो हुन्छ है पछि भेटौँ न हुन्छ भोलि पर्सि 2 दिन आउँदैन सोमबार आउँछ है पठाइदिउँ न के एरर छ प्रब्लमहरू के छ अब गर्छु भिडियो गर्छु है होइन 2-4 दिनमा होइन अब गएर अहिले नै हेरौँ न मेलहरू पठाइराख्नु मलाई है के भयो मार्कर राख्नेसम्म भयो हाम्रो होइन अब यसमा लाइन पनि ड्र गर्न मन छ भन्ने कुरा नै आएको थियो अघि होइन लाइन ड्र गर्ने हामीले जुन अघि पाथ देखायो नि होइन त्यो पाथ भनेको के त यो सबै पोइन्टलाई कलेक्टिभली राखेर कलेक्सन गरेर त्यसमा लाइनहरू ड्र गर्न सक्यो है यो पोइन्ट के गर्न सक्छौँ हामीले हाम्रो सर्भरबाट लिएर राखेर देखाउन पनि सकियो अर्को सर्भरमा भएको पोइन्ट लिएर देखाउन पनि सक्यो हामीलाई मेन चाहिने भनेको ल्याटिच्युड लङ्गिट्युड पोइन्ट भयो जुन अहिले टच गरेर निकाल्यो नि हामीले होइन यहाँ अहिले छ नि होइन टच गरेर जुन ठाउँमा टच गऱ्यो नि हामीले यसरी मार्कर बस्ने भयो नि होइन जति रन राख्नु पाइन्छ यसमा होइन एउटा राख्दा अर्को हराउने गर्न छ भने हामीले यहाँ अलिकति चेन्ज गर्नुपर्छ कहाँनिर यो म्यापमा यसले त राख्ने भयो होइन यो राख्नुभन्दा अघि राखेको कुरा सबै हटाउनु छ भने mmap.clear भन्नुपर्छ कल गऱ्यो भने लास्टको एउटा मात्र बस्छ जुन ठाउँमा टच गर्छ एउटा मात्र बस्छ दुईवटा पनि हुँदैन एउटा मात्र बस्छ लोकेसन आफ्नो लोकेसन यसमा त पिन नै छैन यो गोलो त बसिरहेको छ त्यो अर्थ है हामी यहाँ छ भनेर देखाउनु है यो हुने भयो यसरी गऱ्यो भने यो हट्ने भयो होइन अब यो हटाउनु छैन भने नहटाउँदा नै हुन्छ हटाउनु छ भने हटाउँदा नै हुन्छ अब यसमा लाइन ड्र गर्नु पऱ्यो होइन लाइन ड्र गर्नलाई एड मार्कर गरे जस्तै एड पोली लाइन भनेको हुन्छ पोली लाइनको अप्सन युज गर्नुपर्ने हुन्छ हामीले पोली लाइन अप्सन भन्ने एउटा के छ क्लास छ है पोली लाइन अप्सनै राख्नुपर्छ होइन यसमा हामीले के गर्नुपर्ने हुन्छ डिफ्रेन्ट पोइन्टहरू एड गर्ने जस्तै अब हामी टच गऱ्यौँ यहाँ एउटा टच गरेर अर्को टच गर्दाखेरि त्यहाँ सिधा लाइन बनाउँदै जाने जुन ठाउँमा टच गरेछ त्यो ठाउँमा लाइन ड्र गर्दै जाने हो भने यो जुन छ के छ हाम्रो POLY पोली लाइन अप्सन डट एड गर्ने यसमा ल्याटिच्युड लङ्गिट्युड एड गर्दै जाने यो अहिले यहाँ यसरी हामीले यहाँ टच गरेको ठाउँको लिएछ भने अब यसमा कलेक्सन अफ पोइन्ट आउँछ त्यो पोइन्टलाई यहाँ एड गर्दै जाने है अनि त्यसैलाई ड्र गर्ने लाइन बन्यो हाम्रो होइन मार्कर एड गर्ने काम गर्छ उसले अनि त्यसपछि के गर्ने अब यो म्यापमा हाम्रो म्यापमा एड पोली लाइन भन्छ नि होइन यसमा पोली लाइन अप्सनलाई पठाइदियो भने अब लाइन ड्र गर्ने काम पनि गर्छ उसले क्लियर गर्यो अगाडिको क्लियर गर्छ लाइन त फेरि ड्र गर्दाखेरि फेरि लाइन बनाउँछ लाइन पनि बनाउँछ मार्कर पनि राख्छ यसमा सर्कल बनाउँछ भने mmap.add सर्कल भनेर छ न्यू
सर्कल अप्सन अघि गरे जस्तै यसको के छ रेडियस कति राख्ने मिटरमा हुन्छ 100 मिटर भयो हैन अनि सेन्टर लेट ल सेन्टर पोइन्ट यो भयो यसमा अब कलरहरु राख्नु छ स्ट्रोकहरु राख्नु छ यहाँ राख्दा हुन्छ नभए डिफल्ट यति राख्यो भने र स्ट्रोक पनि चाहियो स्ट्रोक कलर छ स्ट्रोकको कुन चाहिँ स्ट्रोकको विड्थ राख्नु है विड्थ चाहिँ 1 मात्र राख्नु है यदि भयो मिनिमम सर्कल पनि भन्छ है सर्कल राख्ने लाइन ड्रा गर्ने मार्कर राख्ने त्यो अघि अर्को म्यापमा जम्प गरेर अर्को म्याप एपमा जम्प गरेर त्यो पास बनायो त्यो पासलाई फेरि फर्काएर आफ्नै एपमा बनाउने फर्काउनै पर्दैन पोइन्टमा जुन पाथ बनाउने भन्ने कुरा हैन हैन यहाँदेखि अब बानेश्वरसम्म जानलाई बाटो कुन छ त्यो थाहा पाउनु पर्यो हामीले त्यो कुरा हाम्रो सर्भरमा छ हाम्रो सर्भरले पनि भयो छैन कुनै अर्को सर्भरमा छ गुगलको सर्भर छ नि उसले एपीआई पनि प्रोभाइड गर्छ त्यसलाई कल गर्ने उसले लिस्ट अफ पोइन्टहरु प्रोभाइड गर्छ हामीलाई अनि यो पोलिलाइन ड्रा गरे जुन गरे नि हामीले त्यो नै काम गर्ने हो यो सेम काम गरे नि यसमा चाहिँ अहिले हामी यहाँ छौं हैन यसमा जुन ठाउँमा क्लिक गरे नि हामीले अब यसलाई जुम गरेर यसरी पोइन्टहरुले अब यहाँदेखि यहाँसम्म भने हैन क्र्याश भयो किन रहेछ है नल पोइन्टर एक्सेप्सन लाइन नम्बर 70 मा नल पोइन्टर आयो पोलिलाइन अप्सनमा हामीले के गर्ने बिर्स्यौं यसलाई इनिशियलाइज नै गरिन्छ सिधै के गर्यौं पोलिलाइन अप्सन इक्वल्स टु न्यू पोलिलाइन अप्सन इनिशियलाइज त गर्नु पर्यो नि हैन सिधै एड गर्न पाइएन हैन लाइन ड्रा गर्यो भने आउने भयो हैन म्यापमा नर्मली हुने यही नै हो रन भएन डिबग ओके पोइन्टमा टच गरेको पोइन्ट लिन सकिने हामीले हैन अब कुनै पनि युजरको आफ्नो लोकेसन सर्भरमा पठाउनु छ भने त्यहाँबाट ल्याटिट्युड लङ्गिट्युड लिएर हाम्रो सर्भरमा पठाउन सक्यो यहीँबाट है डिबगको कुरा नि निकाले फेरि यो डाटा जेसनमा हुन्छ उताबाट आउँदाखेरि गुगलबाट आउँछ पोइन्टहरु लियो भने गुगलबाट पोइन्ट लियो भने जेसनमा आउँछ पोइन्टहरु सबैलाई फेरि इन्क्रिप्टेड फर्ममा पठाइदिएको हुन्छ त्यसले डिक्रिप्ट गरेर अनि त्यहाँबाट ल्याटिट्युड लङ्गिट्युड लिएर अनि राख्नुपर्ने हुन्छ पाइन्छ त्यो आफैले गर्न सकिन्छ बाटो यहाँ छ मैले राखेँ यहाँ है सर्कल पनि राख्दै उसले फर्स्ट एउटा पोइन्ट छ लाइन बनेन अहिले हेरे अब यहाँदेखि कहाँ जाने हामी सिधै छ यहाँसम्म आयो लाइन ड्रा गरेँ नि उसले है यो बाटो सिधै छ यहाँसम्म हैन यहाँसम्म माथि पनि पाउँछ यहाँसम्म है यहाँबाट अब यहाँ हैन माथि जानु पर्यो यहाँ आयो चोक गरेर यता गयो जहाँ टच गर्दा नि हुन्छ एक्ज्याक्टली राम्रो बाटो जस्तै खालको लाइन ड्रा गर्न छ नि यसरी बनाउनु पर्यो हैन मलाई यहाँ राख्नु छ त स्ट्रेट लाइन ड्रा गर्ने होला दुईटा पोइन्ट बीचमा स्ट्रेट लाइन ड्रा गर्दैछ है अब त्यो बाटोमा पर्न पनि सक्छ नपर्न पनि सक्छ बुझ्यो अब पोइन्ट ठ्याक्क बाटोमा पार्ने हो भने अघि जुन गर्यो उसले त्यस्तो गुगल म्यापले जस्तो गर्ने हो भने उसको एपीआई छ एपीआई हामीले लिने अनि एपीआईमा उसले प्रोभाइड गरेको पोइन्टमा यसरी लाइन ड्रा गर्दै जाने है यसमा के पनि छ 100 मिटरको डिस्टेन्सको रेडियस पनि राखिदिएको छ नि यहाँ सानो लाइन यसको लाइन कलर चेन्ज गर्नु छ यसको विथहरु सानो ठुलो बनाउनु छ यहाँबाट गर्ने है गुगल म्याप यही नै हो है कस्टमाइज भने के गर्ने म्यापको कलर भन्दा नि हामीले यो चाहिँ यो म्यापको थीम नै चेन्ज हुँदैन यसमा चाहिँ के हुन्छ यो के भयो हाम्रो यो नर्मल म्याप भयो अब हाइब्रिड बनाउनु सकिन्छ है यो कुरा पनि भन्नु हाइब्रिड भनेको एउटा चाहिँ सेटेलाइट भ्यू हुने भयो एउटा चाहिँ यो नर्मल भयो दुईटालाई मिक्स गरेर यो नर्मलमा के छ यो ठाउँको यसको नाम यो पाठ यो बाटो सबै देखाउँछ नि त्यो चाहिँ के भयो नर्मल म्याप भयो हाइब्रिड सेटेलाइटमा सेटेलाइटको भ्यू मात्र देखिने हुन्छ हैन बाहिरबाट हेर्दाखेरि जस्तो देखिन्छ नि त्यसको म्याप चेन्ज गर्नु छ भने एम म्याप डट के छ सेट म्याप
टाइप है कमेन्ट पनि राख्नु कमेन्ट यो थाहै रहेछ नि टाइपमा यहाँ चाहिँ के आउँछ म्याप टाइप हाइब्रिड राख्नु मन छ हाइब्रिड राख्यो भने यसमा चाहिँ अब यस्तो स्ट्रिट म्याप आयो नि होइन यो नआएको नि यहाँ चाहिँ हाइब्रिड म्याप आउने हुन्छ स्ट्रिट पनि आउँछ सेटेलाइटबाट हेर्दाखेरि जस्तो देखिन्छ त्यो पनि आउँछ आयो है यो नाम पनि आयो नि अब जुम गर्दै गयौँ हामीले भने काठमाडौँमा आइपुग्यो यो ठाउँमा नै आयो होइन बानेश्वरमा रहेछ सुविनानगरमा छ यो हाइब्रिड म्याप कति रहेछ नि होइन सेटेलाइट भ्यू नै आयो अझ जुम गरेर यहाँ बाइक देख्न सक्छ कौशीमा हस्पिटलमा हस्पिटल चन्द्रको घरमा योभन्दा जुम चाहिँ नहुने गाडीहरूसँग बाइक रिसेन्ट हुँदैन यो 2 महिना 3 महिना अगाडिको हुन्छ एक्चुअली एउटा न्युज आएको याद चाहिँ छैन न्युज चाहिँ के भन्दाखेरि चितवनमा एउटा चाहिँ फरेस्ट अफिसरले आफ्नो कम्प्युटरमा बसेर गुगल म्याप चलाउँदै थियो होइन चलाउँदा उसले फरेस्टमा चाहिँ त्यहाँ भनौँ न रुखसुख काट्ने मान्छेहरूलाई देखेछ यहाँ देखेर अनि ल मान्छे खटाइदिएछ गएर त्यहाँ हेर्छ त ठ्याक्कै हो रहेछ ल अब त्यस्तो भएर हुन्छ होइन त्यो कोइन्सिडेन्ट हो होइन ल है यसरी युज गर्न सकिन्छ सेभ गरिन्छ आफ्नो एपमा कहाँनिर कसरी म्यापलाई युज गर्न सकिन्छ युज है सबैले आफ्नो आफ्नो एपमा जहाँ जहाँ युज हुनसक्छ युज गर्ने होइन